Hi guys, namaste सबैजनालाई. वेलकम टु आवर च्यानल. अनि सबैजना सन्चै हुनुहुन्छ होला भन्दै मेरो आजको भिडियो सुरुवात गर्दैछु. म चाहिँ आज चाहिँ म रेडी भइसकेँ भन्दा पनि म घरमै बस्ने कपडाहरू लाएर चाहिँ म कतै जाँदैछु बाहिर. दिदी भिनाजुहरू मलाई लिग्नको लागि आउँदै हुनुहुन्छ. साना चाहिँ काम जानुभएको छ. अहिले चाहिँ बिहान 11:32 भएको छ. अनि हामी चाहिँ दिदी भिनाजु आएपछि चाहिँ हामी निस्किनेछौँ. अनि अर्को कुरा चाहिँ हामी चाहिँ एउटा भेन्यूमा भेन्यू जाँदैछौँ. त्यो भेन्यू चाहिँ डेकोरेट गर्नको लागि जाँदै हो हामी चाहिँ. किनभने आज हो पूजा दिदी आशिष भिनाजुको बेबीको पास्नी, बाबुको पास्नी हो. त्यही भएको भएर हामी जाँदैछौँ. मलाई लिनको लागि आउँदै हुनुहुन्छ. अनि साना चाहिँ कामबाट आएर रेडी हुने हो. म पनि डेकोरेसन गरेर आएर रेडी हुने हो. हामी कस्तो डेकोरेसन गर्छौँ, कस्तो छ भेन्यू, म गएको छैन. अब लेट्स सी कस्तो हुन्छ, हेर्दै गर्नु होला. हेलो दिदी. ब्लग बनाएको चाहिँ हेलो भिनाजु. हेलो बहिनी, के छ हालखबर? ठिकै छ. दिदी हजुर त देखिनुहुन्न, हामी यस्तो गरेर जाँदैछौँ. दिदी वेलकम. फेस त यस्तै त हो नि, आफ्नो झन् यस्तो भयो. हेलो हेलो. हामी चाहिँ आयो हाम्रो घर रे. हामी चाहिँ भेन्यूमा आइसक्यो. यस्तो रहेछ हल चाहिँ. अब यसलाई के डेकोरेसन गर्ने अहिले देखाउँछौँ. कालो छ, अहिले चाहिँ झिलिमिली हुन्छ त्यहाँ. मजाको रहेछ है दिदी. दिदीहरू अनि म भएर हामी तिनजना भएर चाहिँ यहाँ रेडी गर्दैछौँ. यस्तो छ प्रिपरेसन. हेलो भनिदिनु दिदी हजुर. हाई. बिजी यस्तो छ. त्यहाँ त्यो गर्दै हुनुहुन्छ. दिदी र म चाहिँ यताको गर्दैछौँ. हाल्नु त हाल्नु भयो नि, पाउनु भयो. रेडी गर्दै हामी चाहिँ गराउँदैछौँ. बिजी छ. यहाँ चाहिँ रेडी भइसक्यो. यताउति छ. हेलो दिदी. हेलो दाई. उहाँ चाहिँ डोरमा राखेछौँ. अब यति गरेर अब हामी चाहिँ जान्छौँ घरतिर रेडी हुनको लागि. अब यहाँ चाहिँ दाईहरू चाहिँ स्पिकरको गर्दै हुनुहुन्छ. म चाहिँ भर्खरै झरेँ. दाईहरूले मलाई दाईहरूले मलाई यहाँ छोडिदिएर, दाई दिदीहरूले मलाई यहाँ छोडिदिएर जानुभयो. म चाहिँ किनभने साना त्यहाँ हुनुहुन्छ कि. आउनु. हेलो साना, मैले भ्लग बनाइसकेको छु. हेलो वेलकम टु आवर च्यानलमा हजुरलाई. थ्याङ्क यू. के छ? साना कामबाट आउनुभएको. कपाल काट्न जान लाग्यो हामी दुईजना चाहिँ. सानाको कपाल काट्न मान्नु भएन. हिजो काट्नु भन्दा तिमी न भाइ काट्दिनँ भन्नुभयो. काममा थिएँ म. आफ्नो नै काम थियो नि हुन त है हजुरको नि. जाँदैछौँ कपाल काट्नुको लागि. तर खै खुल्ला एउटा चाहिँ बन्द छ. अब अर्कोमा जाँदैछ. Few moments later. हाई गाइज, म चाहिँ रेडी भएर आइसकेँ. म चाहिँ रेडी भयो. कुर्ती सुर्ती चुरी लागेर. अनि मेरो साना पनि रेडी हुनु भइसक्यो. आउनु साना, कम अन. ल कति राम्रो है हामी दुईजना. ल हामी दुईजना चाहिँ रेडी भइसक्यो. अब चाहिँ एकछिनमा हामी निस्किन्छौँ. त्यही नै अब चाहिँ जान्छौँ हामी. मेबी हामी बसमा जान्छौँ होला है जाना. अब बसमा जाने. ल ओके गाइस. कति ल
गाइस हामी बुढाबुढी चाहिँ निस्कियो जानको लागि अनि बाबुको लागि गिफ्ट चाहिँ यहाँ छ अनि के छ साना एकदम म त 3-4 गेटअपमा ए होइन अघि अर्कै आउनुभएको थियो क्या फेरि सानाले कपडा चेन्ज गर्नुभयो आजको वेदर चाहिँ एकदम राम्रो छ त्यो कारणले चाहिँ हामीलाई कपडा चेन्ज के अरे सिधा उसवाला लाउने अन्त ल हामी चाहिँ निस्केको अब हाई गाइज हामी चाहिँ भेन्यूमा आइसक्यो दाइ दिदीहरू भएको ठाउँ के अरे भएको ठाउँमा यो हो चाहिँ यहाँ भएको दिदी यहाँ ल्याउनु बाबुलाई बोल्नु हजुर होइन भयो तिमी आफै बोल्यो तिम्रो बाबु हेलो भन ठुलो भएपछि हेर्ने तिमीले ट्याक्क भिनाजुको जस्तै हेराइछ कति जानुभयो त भिनाजु ओके एकजना हेरिरहेको हुन्छ ठ्याक्क भिनाजुको उस आउँछ ल हामी चाहिँ यहाँ बसिरहेछौँ तर एउटा कुरा चाहिँ मैले हराएँ भर्खरै खुसी होला नि सानो दिदी हेलो भन्नु कोही कोही चाहिँ राम्रो मान्छे लुकिरहने हेलो साना हामी चाहिँ यहाँ कोक खाँदैछौँ अहिले यति धेरै मान्छे हुनुहुन्छ यो चाहिँ पूजा दिदीले बनाएको रोटी यहाँ चाहिँ खानाहरू लाग्दैछ हेलो हेलो दाईहरू ल यहाँ चाहिँ बनाउँदा रेडी हुँदै हुनुहुन्छ यहाँ चाहिँ सबैजना मान्छेहरू हुनुहुन्छ बाबुलाई टिका लाउने आशीर्वाद दिँदै हुन्छ सबैजनाले कस्तो लागिरहेको छ आमा सफलताको फूल बन्यो हाम्रो लभली youth couple lovely couple smile please हाम्रो सानो बाबुको हातमा सुनौलो भविष्य अनुहारमा मिठो मुस्कान आजको यो शुभ अवसरमा भरियो घरभरि र आजको यस इभेन्ट रुममा सम्मान थ्याङ्क यू सो मच कसो रहेछ रिजाना मिठो हुँदैन बनाउनु त पऱ्यो म चाहिँ खान्छु ल गाइजहरू दिदीले नि म्यासेज गर्नुभएको थियो डान्स सिकाउ है भन्दै आउँदैन मलाई लाग्दैन मलाई आउँदैन म नाच्छु अन्त सक्यो प्रोग्राम जे पाल्छ सबैजना नाच्नु हुन्न तर आजकल नाच्नु यसो गर्नुहुन्छ नसिके सुख छैन सिक्नु परेन त कस्तो मिठो रोटी मैले बनाएको रे
शान्त हुन्छ ल गाइस हामी चाहिँ खाँदैछौँ मेरो दुईजना नि कस्तो भिल्लाउने आउने क्या पछाडिको लागि स्न्याक्सहरू खाएर चाहिँ हामी अब डान्स प्रोग्राम हुँदैछ हामी चाहिँ हेर्दैछौँ रेडी हुँदैछ ग्रुप डान्समा मैले आज भन्नुपर्दा आजको यस ग्रुप डान्समा फ्युचर ट्रेनिङ मुख्य हिरोइन र हिरो रहेको छ आशिष पुन एन्ड पूजा पुन थ्याङ्क यू त्यसै गरेर साइड हिरोहरू है आजलाई साइड हिरोहरू पङ्कज प्रतिमा प्रसन्ना त्यसै गरेर हाम्रो ऱ्यान्सम भिक्टोरिया रोजिता थापा र रिचा रहेको छ प्लिज अगाडि आइदिनुलाई म हात जोड्न चाहन्छु डान्सको लागि आज हाम्रो अविन बाबुको राइस फिडिङ सेरेमोनीमा यहाँहरूलाई सबैलाई स्वागत छ र आशिष दाई पूजा भाउजूलाई धेरै धेरै बधाई तथा कुन फ्यामिलीलाई सबैलाई बधाई हामीलाई पनि बधाई र यस कार्यक्रममा अब म जस्तो आउँछ त्यस्तै अब एक दुईवटा गीत गाउन गइरहेको छु सो प्लिज बियर विथ मी फर जस्ट फ्यु मोर सङ्ग्स थ्याङ्क यू
शान्तिमा छरेछ तिम्रो माया लौ मलाई रक्सीले चढेछ ईश्वरको प्रेममा शान्तिमा छरेछ तिम्रो माया लौ मलाई रक्सीले चढेछ हेर तिमी सोले बारीली कम्बर हेर कसरी डुलाउने बारीली कम्बर हेर कसरी डुलाउने मैं शान्ति रानीमा छरेछ पहिलो पहिलो मायाले यो छाती पोलेछ कपी आँखा हेरेर कसरी डुलाउने दामी दामी जाने तारे सारे हेलो हेलो मुंडा तोरा अपनी है एक गुड़िया देना बहुत स्वीट है सारे सारे विराटीको अर्को नाम हो तिमी तिमी मलाई Love you. Thank you and good night. वेलकम मेरो Thank you. च्यानलमा हजुरलाई यस्तो के हो अरे भनेको लभ भए लभ यु यति धेरै दामी नाच भयो हजुर थ्याङ्क यू सो मच कति बिगारे नि छोरीले यहाँ सिकाउँदै थिएँ यताबाट हजुरलाई
हजुरले आफै सिकेको अरे नि त त्यो भन्दै थियो नक्कली म यिनीहरूको डान्स हेरेर हेर्छु कि सानाको र उसको मसँग भिडियो छ कि यिनीहरू उहाँ नाचेको बेबी सावरको उसले सिकाउँदै थियो कि सानालाई डान्स गर्न सानो नाच्न हेलो माइक टेस्ट रामदाई बुढी चाहिँ गाली गर यहाँ बुढी चाहिँ के अरे बुढी के अरे मैले अब डान्स गरेन भने त यता बुढी दिसाई होइन त्यही भएर अब हुन्छ अब हामी सबैजना यसो डान्सतिर लाग्नु नाचगानहरूतिर मलाई डान्स दाजुभाइको गीत चाहिँ गाउँला लेके गर्नुभएको को यो को मान्छे हो यहाँ त हाम्रो दिदीहरूको एउटा डान्स आउने अब सुरुवात हुँदैछ
दुईजना आशिष ठुलो आशिष र सानो आशिष लगाई 10:30 भइसक्यो 10:30 भइसक्यो अब चाहिँ हामी निस्किन्छौँ सबैजना आधी थोरैजना गइसक्नुभयो धेरै जस्तो जान्छौँ अब निस्किन लाग्यो अब चाहिँ हामी सानाले चाहिँ उबर मगाउनु भयो अब हामी निस्किन्छौँ बाई बाई खुसी लाग्यो भेटेर रुक्नै म पनि यस्तो गर्छु यस्तो त कस्तो उस लाग्छ ल बाई ल फर्काउने काम हुँदैछ बाई पूजा दिदी हामी जान्छौँ हेर्नु नि हेल्प गर्नु नि पाउँदैन भोलि बिहानै काम छ यस्तो मेरो फर्टो त अझै पनि जान ल बहिनीको भिडियोमा लाइक एन्ड सब्सक्राइब गरिदिनु होला किनभने बहिनीले सी वर्क सो हार्ड सो लेट्स एप्रिसिएट हर वर्क थ्याङ्क यू भिराजु बाई बाई जानुभयो ल हो र अनि के निस्केको त अब चाहिँ हामी निस्केको सबैजनालाई बाई बाई भनेर धेरै ढिला पनि भइसक्यो अनि यो डेकोरेसन गरेको चाहिँ हामीले हो कि म र अनि सन्ध्या दिदीहरू त हामी निस्किन लाग्यो बाई बाई टेक केयर के मलाई पानी गर्नु लाग्थ्यो ल गाइस हामी चाहिँ रात परिसक्यो कति बजी साना 10:30 भइसक्यो साना उबर कुदिरहेछौँ हामी चाहिँ यो तिनजनालाई बाई बाई गर उबर कुर्दैछौँ अझै पनि स्टिल भोलि बिहान काम छ कि मेरो यस्तो छ मेरो हालत गाह्रो छ गाह्रो साना कुर्दैछौँ हाम्रो चाहिँ उबर आयो हामी चाहिँ जाँदैछौँ घरतिर बाहिर लगाइस हामी चाहिँ घर आयो हजुरले बाई भन्नु त म के भन्छु बाई गाइस साना चाहिँ उता फोनहरू चार्ज गर्न कपडा फेर्न जानुहुन्छ हामी चाहिँ घर आएसँगै आजको दिन चाहिँ एकदम राम्रो बित्यो रमाइलो भयो अनि हामी चाहिँ पहिलोचोटि यस नेपाली उसहरूमा चाहिँ त्यस्तो कतै पनि गएन दिदी भिनाजुहरूले नै अस्ति नै पनि दिदी भिनाजुहरूले ल नेपाली न्यु इयरमा गएको हामी त्यसपछि हामी कतै पनि त्यस्तो प्रोग्रामहरू धेरै नेपालीहरूलाई भेट्ने त्यस्तो ठाउँमा चाहिँ कतै पनि जाँदैनौँ पनि थाहा पनि छैन त्यस्तो कतै जाँदै पनि जाँदैनौँ हामी साना र म अनि त्यस्तो खासै कसैलाई त्यति धेरै मान्छेहरूलाई पनि चिनेको छैन अनि त्यति नै हो पहिला एकचोटि गएको पहिला आउने बित्तिकै वर्ष त्यसपछि कतै गएको थिएन धेरै नेपालीहरूलाई देखेर त्यस्तो पनि भएको थिएन आज चाहिँ एकदम धेरै नेपालीहरूलाई देखियो रमाइलो पनि भयो सबैजनासँग अनि बाबुको राइस फिलिङ सेरोमनी चाहिँ एकदमै राम्रो भयो सबैजनासँग लास्टमा चाहिँ अब त्यस्तो भिडियोहरू खिच्न नि पाएन कति रमाइलो भयो नाचगान गऱ्यो यताउता रमाइलो गऱ्यो अनि आशिष बेनाजु
पूजा दिदीलाई धेरै धेरै धन्यवाद हामीलाई बोलाउनु भएकोमा एकदम रमाइलो भयो। अनि अर्को कुरा चाहिँ मेरो भोलि बिहानै काम छ क्या, त्यही भएर पनि छिटो फर्किन पर्यो। छिटो भन्दा पनि भयो 11-12 बज्न लागिसक्यो। अनि एभिन बाबुलाई पनि गड ब्लेस यु, आज उसको भात खुवाइ पनि थियो। अनि त्यही नै हो भन्दै थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो। धेरैजनाले माया गरिदिनु होला, धेरै बोलेर त्यसरी चाहिँ भिडियो बनाएन होला। आज धेरै क्लिपहरू यताउता मात्रै खिचिरहेको छु। आजको दिन एकदम रमाइलो बित्योस्। धेरै धेरै धन्यवाद सबैजनालाई, लास्टसम्म हेरिदिनु होला, कमेन्ट छोडिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो। लट्स अफ लभ सबैजनालाई, धेरै माया। बाई। आज त कस्तो बेहुली जस्तो भाइ भइरहेछ मलाई। त्यही नै हो। आज चाहिँ मैले मामुले पठाएको कुर्ता लाएको थिएँ। त्यही नै हो। बाई।